हेलो हेलो वेलकम टु माई न्यू भिडियो। आज हामी यहाँ साउनेमा छौँ। कति हामी साउने 14 को जङ्गलमा आएर बिसाइरहेको छौँ। हाम्रो यात्रा चाहिँ एकदमै लामो रहेको छ अनि हाम्रो ट्रिप एकदमै मेमोरेबल पनि रहनेछ। हामी यहाँ काकाहरूको साथमा म छु अनि काकी हुनुहुन्छ, आन्टीको साथमा चाहिँ म छु। तपाईँहरूले भिडियोलाई अन्तिमसम्म हेर्नुहोस्। हामी सबै तपाईँहरूलाई भिडियोको क्लिपहरू देखाउनेछौँ। हेरेर इन्जोय दिनुहोला। ल यो विषयमा तपाईँहरू के भन्न चाहनुहुन्छ? आजको हाम्रो ट्रिप हाम्रो कहाँसम्मको कति दिनको यस्तो हल्का हाम्रो भ्युअरलाई पनि बताइदिनु कसैले सक्नुहुन्छ? हामी चाहिँ आज यात्रा हो। हाम्रो योजना चाहिँ जम्मा 4 दिनको छ। 4 दिनमा चाहिँ हामी यहाँ आज गाईघाट बस्ने, भोलि विराटनगर जाने, विराटनगरदेखि धरान जाने, धरानदेखि भेडेटारसम्म पुगेर चाहिँ फिर्किने हाम्रो योजना छ। अब मौसमले चाहिँ साथ दिन्छ दिँदैन त्यो चाहिँ हेरौँ। अनि मौसमले साथ दिएसम्म चाहिँ हामी यसपालिको बर्खे बिदा चाहिँ भरपुर सदुपयोग गर्ने योजनामा छौँ। ल ठिक छ, हाम्रो ट्रिप चाहिँ एकदमै इन्जोय हुनेछ, रमाइलो हुनेछ हैन। ल गाइज भिडियोलाई हेर्दै गर्नु होला। हाम्रो ट्रिपको दोस्रो दिनको यात्रामा छौँ। मेरो हालत चाहिँ यस्तो छ, पानी परिरहेको छ, रेनकोट लगाइरहेको छु। अनि मेरो साथमा हुनुहुन्छ आज हामी 6 जना छौँ जम्मा हैन। रमाइलो होला जस्तो लाग्छ। आज एकदमै रमाइलो छ। आजको फिलिङ यस्तो छ। यो विषयमा केही भनिदिनु न हाम्रो भ्युअरलाई। तपाईँहरूले हाम्रो भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला। युट्युब चाहिँ हाम्रो के अरे योगराज नारायण भग र अश्विन राईबाट आउँदैछ। एकदम इन्जोय हुनेछ। हाम्रो तपाईँहरूले के गर्ने हाम्रो सबै टिका हाम्रो योगराज नारायण भग र अश्विन राईको च्यानलबाट आउँदैछ। हेरिदिनु होला प्लिज। सकेसम्म धेरैभन्दा धेरै सबैजनाले भिडियो चाहिँ हेरिदिनुहोस्, माया गरिदिनु होला। तपाईँको तपाईँको मायाको खाँचो छ, एकदमै धेरै सपोर्ट चाहिएको छ। यो भन्छु र तपाईँहरूलाई यो भिडियो अन्तिमसम्म हेर्नुहोस्। हाम्रो ट्रिपको चाहिँ हाम्रो 4 दिनको ट्रिप छ। 4 दिनको ट्रिपमा तपाईँलाई हामी टोटल्ली सर्ट क्लिपहरू देखाउन लागिरहेको छौँ होइन। र अन्तिमसम्म भिडियोलाई हेर्नुहोस्। अझै हामी योभन्दा रमाउने ठाउँहरू हामी तपाईँलाई देखाउन गएको छौँ। यो चाहिँ गाईघाटबाट हामी लगभग हाम्रो यात्रा आज सुरु भइसकेको छ। हामी गाईघाटको असारी पुलमा छौँ होइन दाइ? हो असारी पुलमा ठ्याक्क होइन त हेर्छ, हामी असारी पुलमा छौँ। केही बोल्दिनु करिब हामी यहाँबाट कति बज्यो? 2-2.5 घन्टा लगभग 3 घन्टामा हामी कहाँ पुग्छौँ? विराटनगर पुग्छौँ होला। अनि त्यसपछि त्यहाँबाट अब फर्किन्छौँ कि हामी इन्डियातिरै पुग्छौँ? इन्डिया पनि जान सक्छौँ होइन। ल हामी फाइनली बेलटार आइपुगेको छौँ। हेलो हेलो हेलो। यस्तो फन्नी काकाहरू पनि मसँग हुनुहुन्छ होइन। उहाँ डान्समा डान्स, कमेडीमा कमेडी एकदमै। हामी फाइनली बेलटार आइसकेको छौँ। अब हाम्रो यात्रा एकदम पूर्व विराटनगरसम्मको छ आज। आशा गरौँ जहाँसम्म यात्रा एकदमै राम्रो हुनेछ होइन। कोही आफ्नो आफ्नो कला झिक्ने, कसैले के कला झिक्ने, डान्स गर्ने, कोही कमेडी गर्ने, कोही के गर्ने। अनि हाम्रो ट्रिपलाई इन्जोय बनाउनलाई के चाहिँ गर्नु सकिन्छ होइन? होइन, ट्रिपलाई रमाइलो बनाउनको लागि हामी मेरो कुरा सुन्नु न। ट्रिपलाई रमाइलो बनाउन वात्त पर हिँडेर मात्रै हुँदैन के, इन्जोय गर्नु पर्यो, रमाइलो गर्नु पर्यो। हाई हेलो उस्तै हुनु पर्यो। आज यता छु घोप्टेको आज त। ल एकदम रमाइलो छ है आजको मोमेन्ट, एकदम राम्रो छ मौसम। ओके ओके, मौसम पनि राम्रो छ है आजको मौसम। हामी चाहिँ धरान 50 किलोमिटर, धनकुटा 97 किलोमिटर, खातबारी 228 किलोमिटर, काकडभिट्टा 163 किलोमिटरमा हामी छौँ पुग्नको लागि। ल हामी बल्ल 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 चतरामा आइपुगेको छौँ। चतराको यो रिसोर्ट के होइन, रिसोर्ट होइन, यसको नाम के हो चिन्नु? होटल एलाक्थुममा हामी छौँ। यो विषयमा आजको यात्रा ट्रिप कस्तो भयो तपाईँहरूले थोरै यस्तो डिस्क्रिप्सनमा राखिदिनु त थोरै तपाईँको सामान सबै छ नि त होइन, कागजपत्रहरू सबै छ त्यस कारणले। अनि यता स्मृति मिस र सुमिना मिस पनि हुनुहुन्छ। तपाईँहरूलाई कस्तो फिलिङ भइरहेको छ? रियाक्सनको कफी हो ए? ल मलाई पनि दिनुहोस् ल, पानी थपेर भरि बनाउनु। अनि त्यसपछि एकदम अनि त हाम्रो आदरणीय काका सङ्गत काका हुनुहुन्छ। रमाइलो भइरहेछ।
आजको फिलिङ कस्तो छ हजुर? गाडी एकदम ढिलो कुदाइ छ भाइहरूले ल्याङ हानिरहेको छ त्यसमा चाहिँ मलाई होइन होइन ठिक छ मेरो आँखा तन्किसक्यो धेरै दिन। होइन एकदमै छिटो गयो भन्न सकिन्न बिस्तारै गयो अवश्य पुगिन्छ भने ट्राफिक नियम हामी कान कानमा गुन्जिएको छ होइन तर हाम्रो तर एकदमै 35 देखि माथि छैन गाडी त्यसले चाहिँ एकदम ल्याङ हानिरहेको छ 35 देखि माथि एकदम ठिक छ राम्रो छ यात्रा हाम्रो एकदमै जारी छ है ल हामी यो होटलमा छौँ अब हामी खानाको लागि हामी कुरिएर बसिरहेको छौँ होइन खाना खाने टाइम भयो होइन त मिसहरू ल भिउहरूलाई तपाईँहरूको विषयमा केही भनिदिनु न ल भिउहरूलाई अहिले अलिक भोक लागेको छ कि बोल्नै सकेको छैन अब खाना खाएर बोल्ने एनर्जी नै छैन ल हस् त्यसो भए गाइस म खाना खाइसकेपछिको भिडियो क्लिप जोड्नेछु ल ल ल भान्जी म अहिले थकित अवस्थामा छु यस्तो थकित मुद्रामा छु यात्रा एकदमै राम्रो भयो रमाइलो भयो यहाँ चतरासम्मको बाटोमा ट्रिप एकदम राम्रो भयो ट्राफिक चेकिङ त भयो त्यसमा अब हाम्रो सबै कागजपत्रहरू छँदैछ अनि त्यसपछि हामी एकदमै आरामले हामी ढुक्कले आउन सक्यौँ मलाई पनि एक ग्लासमा थोरै यसो कफी हालिदिनु त डिएक्सन कम्पनीको कफी हो मात्र त्यति तपाईँ त कति धेरै कन्जुस है आमा अझै हालिदिनु न मलाई ल हस् भयो भयो कन्जुस पाँदिनु न म मिक्स गर्छु सानो हुँदा हामीले 4-5 कक्षामा पढेको थियौँ कि कन्जुस बुढा कि कन्जुस ए कन्जुस बुढी कन्जुस बुढीले ढुङ्गाको खिचडीमा भात पकाएर खान्छु भन्दाखेरि छक्कै परेको थियो कसरी चाहिँ खाँदो रहेछ हेरौँला भनेर एउटा बटुवालाई जस बाहिरै बसेर ढुङ्गाको खिचडी बनाएर खुवाउँछु भन्दाखेरि चाहिँ एकदमै अचम्म मानेको थियो अनि कसरी चाहिँ खाँदैछ त्यसमा सबै कुरा मिलाएर दाल चामल घिउ चिनी सबै हालेर त्यो बटुवाले चाहिँ खाएको थियो त्यस्तै कुरा आयो हेर्नुहोस् गाइज ओके ल कफीको टेस्ट कस्तो छ भएको सर डिएक्सन कम्पनीको यसो डिएक्सन कम्पनी यसलाई कालो डिएक्सन कम्पनीको बेच नगरौँ न तितो चाहिँ छैन ल गाइज एकदम मिठो धेरै त उ भएर हो बाक्लो भएर मलाई पनि यो निकाल्नु त डिएक्सन कम्पनीको प्रमोट गर्दैछु मैले तपाईँहरूले पनि कम्पनीमा कनेक्ट गरेर कफी दिन सक्नुहुन्छ यसले धेरै स्वास्थ्यलाई राम्रो हुन्छ यो लाइफसँग जोडिएको छ मेरो दाइ दिपेन्द्र क्युएनीको दिपेन्द्र दाजु हुनुहुन्छ उहाँसँग सम्पर्क गर्नु होला अथवा मलाई पनि सम्पर्क गर्नु सक्नु नहसाउनु न बसाइ त्यस्तै है आमामा आदरणीय दर्शकबिन नमस्कार अहिले बिहानीको 9 बजेको छ आज मेरो साथमा हुनुहुन्छ हाम्रो श्री पञ्चावती आदर्श विद्यालयको प्रधानाध्यापक साथै यता श्री आदर्श विद्यालय दुकुरसिङको प्रधानाध्यापक साथै धोद्रियाको युवा हुनार हामीले आश गरेको एउटा जल्दै बल्दो युवा आश लाग्दो खाइलाग्दो घट्टाइले युवा हुनुहुन्छ मेरो सामु उहाँ मैले लिएर आएको छु तपाईँले भन्नुहोस् आजसम्मको यात्रा के कस्तो रहेछ उहाँ अभियात पनि हुनुहुन्छ उहाँलाई कोही तपाईँलाई यदि मनले कटक्क खाएको छ भने उहाँसँग सम्पर्क गर्न सक्नुहुन्छ है त फोन नम्बर 9868 धन्यवाद हजुरहरूले मेरो लागि धेरै नै विज्ञापनहरू यो छोटो बस्ती बिहारमा चाहिँ गर्नुभयो यसको लागि मुरी धन्यवाद साथै रमाइलो पनि छ अनि एकदमै अब यहाँ यो एउटा खाना खाने समयमा हामी चतरामा आइपुगेका छौँ आजको हाम्रो ठ्याक्कै यात्रा चाहिँ हाम्रो गाईघाट सदरमुकामबाट चाहिँ बिहान 8 बजे भएको थियो अहिले हामी 9 बजे र 15 मिनट भइसकेको छ अनि हामी चतरामा खाना खानु बसेका छौँ अब आजको यात्रा चाहिँ हाम्रो विराटनगर धरानसम्म जस्तो लागेको छ किन भन्दा धेरै टाढो धनकुटा पनि हो धनकुटा त भोलिको होला ए आजको चाहिँ हामी चाहिँ अब के अरे नागरिक लगानी कोष कर्मचारी सञ्चय कोषमा चाहिँ हाम्रो थोरै काम छ हजुर त्यहाँनिर चाहिँ हामी सम्पूर्ण कामहरू हाम्रो मिलाएर चाहिँ अनि आजको हाम्रो अन्तिम बसाइ चाहिँ धरानसम्म हुन्छ भन्ने मलाई लागेको छ अनि रमाइलो रहेछ अनि भनिदिनुहोस् न हाम्रो यात्रा कति दिनको रहला हाम्रो यात्रा चाहिँ 1 हप्ताको मैले चाहिँ भनेर घरबाट चाहिँ हिँडेको हजुर
अब हेरौँ 2 दिन त भइसक्यो होइन 2 दिन भइसक्यो 2 दिन भइसक्यो अब बाँकी रह्यो 4 दिन बाँकी रहेको छ 4 दिनको ट्रिप चाहिँ एकदम इन्जोय रहनेछ होइन ल तपाईँको केही विचारहरू चाहिँ भनिदिनु न आजको दिनमा फ्रेस माइन्डमा आज चाहिँ मैले कफी खाएपछि चाहिँ मलाई पुरै फ्रेस मुडमा छु म अहिले। हजुर यो कफी पनि तपाईँले कफीको छुट्टै भइहाल्यो नि प्रमोट गरिदिनु न कफीको अनि छ यो चाहिँ हामीले त्यहाँ घुम्ने ठाउँ पनि यो कफी खाँदैछु मैले यो रिएक्सनको रिएक्सन कम्पनीको यो कफी चाहिँ हाम्रो अहिले चाहिँ सारा भइरहेको छ। हो मलाई पनि तपाईँले मलाई पनि यो उपलब्ध गराइदिइरहनु भएको छ होइन एकदम ठिक छ अनि अहिले चाहिँ हामी 4 दिनको हजुर ट्रिपमा चाहिँ बर्खे विद्यालय 2 दिन चाहिँ भइसक्यो अब 4 दिन बाँकी होइन त अब 2 दिन बाँकी के 4 दिन 2 दिन बाँकी छ। ए हजुर अनि आज चाहिँ हामी यता आफ्नै कामले विराटनगर गएर त्यसपछि विराटनगरबाट चाहिँ हामी धरानसम्म पुग्ने आजको प्लान हो। अनि समय मिलेछ भने हामी भेडेटारसम्म पनि पुग्छौँ। इलाम चाहिँ हामी जान्छौँ जाँदैनौँ म्याडमजी इलाम खोइ प्लानमा चाहिँ छैन हाम्रो प्लानमा चाहिँ तर सेड्युलमा छैन तर ताल परे हामी ताल परे हामी जान पनि सक्छौँ इलाम पनि होइन त हो हामी इन्डिया त जान्छौँ हेर्नुहोस् विदेश त हामी जान्छौँ तर हामी इलाम पनि हामी नछोड्ने अवस्थामा छौँ है अहिले चाहिँ ल ओके एकदम यहाँ एउटा भ्लगर उहाँ पनि हुनुहुन्छ उहाँलाई सपोर्ट गरिदिनु बकस राई यामार विकेश राई यता योगराज नारायण भ्लग युट्युबमा सर्च गर्नुहोस् अनि त्यसपछि सब्सक्राइब गर्नुहोस् लाइक गर्नुहोस् धेरै भिडियो हेरिदिनु होला लङ टर्मसम्म हेरिदिनु होला त्यो घन्टीमा ठ्याङ नि पारिदिनु होला है अल नोटिफिकेसन गरिदिनु होला उहाँको सुमिना राई टिकटकमा फलो गर्नु होला उहाँको स्मृति राई टिकटकमा फलो गर्नुहोस् मेरो सबै सपोर्टरहरूले उहाँको फेसबुक पेज यामार विकेश राई टिकटक बकस नेपालीमा बकस राई सर्च गरिदिनु होला बकस चाम्लिङ छ उहाँलाई प्लिज सहयोग गरिदिनु होला प्लिज हात जोडेर हामी भिख मागिरहेको छौँ भनेर नभन्नु मलाई सुनकोसीको माछा ल फाइनली हाम्रो खाना आइसकेको छ एकदमै अब हामी खाना खान लागिरहेको छौँ लास्टै भोक लागेको छ कस्तो छ यम्मी खाए ल दिनकै खाएर के अरे ल खाइसकेपछि यत्तिकै चाहियो के अघि नखाएर पो रहेछ त ल यत्तिको जोस चाहिँ हुनुपर्छ क्या मान्छेमा अनि त्यसपछि एकदमै रमाइलो हुन्छ ए उहाँ राखेर गर्नुभएको ए ल ठिक छ तपाईँहरूको पनि केही कला जाओस् न यो दाइ ए ल ओके गाइस अब फेरि एकदमै रमाइलो टोरी छ ल हामी अब हिँड्न लागेको छौँ ल यहाँ चतरामा हामीले यहाँ लाग्ने होटलमा चाहिँ खाना खाएर हामी हिँडिसकेको छौँ अब फेरि हाम्रो यात्रा अगाडि जारी छ बढ्दैछ अब हाम्रो हामी फाइनल्ली धरान आइसकेको छौँ विराटनगरबाट हामी धरानसम्मको यात्रा रहेको छ अब यहाँबाट हामी भेडेटारतिर जाँदैछौँ धनकुटा एकदमै आजको दिन एकदमै राम्रो भएको छ ल हामी धरानमा छौँ यतिखेर हामी फाइनल्ली भेडेटार आइसकेको छौँ धनकुटाको भेडेटार ल तपाईँहरूको यसो मुहार यतातिर कैद गरिदिनु होला ठुलो धुवा पानीले आँखा चाहिँ एकदमै डिउ भइसकेको छ उता हँसाइ फेरि एकपटक त एकचोटि त ल योगराज दाइ कस्तो फिलिङ भइरहेछ त्यो कस्तो भयो भनौँ न बवाल भयो भनौँ न यात्रा कस्तो भयो के छ केरा खाने केरा हामीले खाने केरा पनि खायो खाने भनेको केरा नि हो तर मैले चाहिँ चाख्नु पनि पाइनँ खै अहिले दिनुहुन्थ्यो थाकेकोलाई पाएकोरा गाइज हेर्नुहोस् हेलो हामी चाहिँ फाइनल्ली यही चढ्ने भनेर आएको स्काई वकमा यहाँबाट यस्तो देखिँदो रहेछ है तर अलिकति बर्खाको समय भएकोले कुहिरो लागिरहेको छ
हो एकदमै यही हो नदेख्नु भएको यहाँ पुरै मैले तलैबाट देखेको त आउँदा आउँदै बाटै रोडैबाट ठुट्न हेलो गाइस रकेट आयो रकेट ग्याज 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 ल ल ल वेलकम 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 नाम्चे होमस्टेमा छौँ हामी फाइनल्ली हामी धनकुटाको नाम्चे होमस्टेमा छौँ यो नाम्चे भनेको चाहिँ सोलुको चाहिँ नाम्चे होइन है फेरि नाम्चे नाम्चे भनेको चाहिँ सोलुखुम्बु नाम्चे भनेको चाहिँ धनकुटाको होमस्टे रहेछ हामी फाइनली आइसकेको छौँ मौसम यस्तो छ आमामा ल हामी नाम्चेमा आइपुगेको छौँ एकदमै आजको ट्रिप रमाइलो छ चिसो छ नाम्चे बाटो चाहिँ कता हो नाम्चे जाने हो हामी बस्ने होमस्टे चाहिँ यतै हो ए पार्किङ छ अरे ए ए ल ठिक छ यतैबाट ल यति आनन्द ठाउँमा आयौँ कि हामी आमामा एसी हामी फाइनल्ली नाम्चे होमस्टेमा आइसकेको छौँ नाम्चे होमस्टे चाहिँ यस्तो रहेको छ धनकुटा जिल्लाको नाम्चे होमस्टे नाम्चे भनेको चाहिँ सुलु पर्यो तर नाम्चे होमस्टेमा छौँ हामी ल हामीले बाइकहरू यहाँ पार्किङ गरेको छौँ अब हामी एकदमै आज हाम्रो बस्ने स्थान चाहिँ नाम्चे रहेको छ है त ल हल्का एउटा ब्यानर पनि देखाइदिउँ ल नाम्चे थुम्की कम्युनिटी कल्चर्स हल ल यति भइसकेपछि होइन त्यो त नभनौँ होला हामी नाम्चे होमस्टेमा हामी आइसकेको छौँ कस्तो फिलिङ भइरहेछ तपाईँलाई रमाइलो ए ल हाम्रो गाउँघरकै फिलिङ भइरहेको छ एकदमै बुझेर आउँछु ल हामी मामा घर आइपुगेको छौँ ल मामा हुनु पर्नुहुँदो रहेछ तर मामा कसरी चाहिँ हामीले ल्याउनु है फेरि हाम्रो ज्यानै हाजिर छ तपाईँको लागि ल हामी यहाँ बस्ने हो ल जानुहोस् ल हामी फाइनली होमस्टेमा आइसकेको छौँ भित्र ल तपाईँहरू पनि एउटा तपाईँ नाच्नुहुन्न यस्तो पनि दिनु न यस्तो यस्तो हातको खोइ त त्यस्तो होइन के त्यत्रो नाचेर पनि थाहा छैन पहिला यस्तो 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 ल भयो ल हेलो गाइस रकेट आयो रकेट ग्याज 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 ल ल ल वेलकम 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 नाम्चे होमस्टेमा छौँ हामी फाइनल्ली हामी धनकुटाको नाम्चे होमस्टेमा छौँ यो नाम्चे भनेको चाहिँ सोलुको चाहिँ नाम्चे होइन है फेरि नाम्चे भनेको चाहिँ सोलुखुम्बु नाम्चे भनेको चाहिँ धनकुटाको होमस्टे रहेछ हामी फाइनली आइसकेको छौँ मौसम यस्तो छ आमामा ल हामी नाम्चेमा आइपुगेको छौँ एकदमै आजको ट्रिप रमाइलो छ चिसो छ नाम्चे बाटो चाहिँ कता हो नाम्चे जाने हो हामी बस्ने होमस्टे चाहिँ यतै हो ए पार्किङ छ अरे ए ए ल ठिक छ यतैबाट ल यति आनन्द ठाउँमा आयौँ कि हामी आमामा एसी हामी फाइनल्ली नाम्चे होमस्टेमा आइसकेको छौँ नाम्चे होमस्टे चाहिँ यस्तो रहेको छ धनकुटा जिल्लाको नाम्चे होमस्टे नाम्चे भनेको चाहिँ सुलु पर्यो तर नाम्चे होमस्टेमा छौँ हामी ल हामीले बाइकहरू यहाँ पार्किङ गरेको छौँ अब हामी एकदमै आज हाम्रो बस्ने स्थान चाहिँ नाम्चे रहेको छ है त ल हल्का एउटा ब्यानर पनि देखाइदिउँ ल नाम्चे थुम्की कम्युनिटी कल्चर्स हल ल
यति भइसकेपछि होइन त्यो त नभनौँ होला हामी नाम्चे होमस्टेमा हामी आइसकेका छौँ कस्तो फिलिङ भइरहेछ तपाईँलाई रमाइलो ए ल गाउँघर हाम्रो गाउँघरकै फिलिङ भइरहेको छ एकदमै म बुझेर आउँछु ल हामी मामा घर आइपुगेको छौँ ल मामा हुनु त पर्नुहुँदो रहेछ तर मामा कसरी चाहिँ हामीले ल्याउनु है फेरि हाम्रो ज्यानै हाजिर छ तपाईँको लागि ल हामी यहाँ बस्ने हो ल जानुस् जानुस् ल हामी फाइनली होमस्टेमा आइसकेको छौँ भित्र मादलको ट्युनिङमा दिइरहेको ल तपाईँहरू पनि लामो यात्रा के एउटा दाइ तपाईँ नाच्नुहुन्न म त खतरा नाच्छु यस्तो पनि दिनु न यस्तो यस्तो हातको खोइ त त्यस्तो होइन के त्यत्रो नाचेर पनि थाहा छैन पहिला यस्तो 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 ल हामी चाहिँ होमस्टे नाम्चे होमस्टेमा ल ल ल भयो ल ल हामीले सेकुवा बनाउँदैछौँ हाम्रो मामा आफैले पोल्दै गर्नुभएको छ हाम्रो लागि सेकुवा उहाँले आफै पोल्दिँदै हुनुहुन्छ हामी अलिक ट्यालेन्ट भइयो यो तरिका अलिक चाहिएन क्या हामी हो वास्तवमा यो तरिका छ तर यो झ्वालोले भेट्दा के हुन्छ यसो गर्दा त केही हुँदैन होला नि कोइलाको रापले मात्रै गर्नु पर्दा राम्रो हुन्थ्यो होला नि होइन त्यही त के हो के हो उहाँले जान्नुहुन्छ एकदम हजुर सिकेर जाउँ सिकेर जाऊँ एकदम ल फाइनली हामीले सेकुवा बनाउँदैछौँ ल अहिले आएर होइन सङ्गतङ्गल यो विषयमा तपाईँको केही छ म सिक्दैको छु है सिक्दैको छु हो तपाईँहरूलाई के लाग्छ म सिक्दैको छु है ओके एकदम एकदम हामी सेकुवा बनाउँदैछौँ यो उठाउ त हालिदिनु ती माथि मासुबाटै हालिदिनु न होइन ल हामीलाई मिठो मिठो खानेकुरा बनाएर दिनुहुने आमा उहाँ हुनुहुन्छ होमस्टेको आमा तपाईँलाई धन्यवाद एकदमै राम्रो राम्रो परिकारहरू बनाएर दिनुभयो लोकल है यो चाहिँ लोकलको अर्ग्यानिक अनि उहाँ खानु बस्नु भएको छ उहाँहरू हामीले चाहिँ सधैँभरि यस्तै खाना खुवाउनु होला हामी फेरि फेरि पनि आउँछौँ एकदमै सुरु गर्छौँ ल यो चाहिँ अर्ग्यानिक गाउँघरको हामी यसरी नै बसेर जान्छौँ गुन्द्रीमा है अनि यो होमस्टे भनेको यही हो एकदमै हामीलाई राउन्ड टेबलहरू पर्दैन हामीलाई चेयर पर्दैन यही आफ्नै गुन्द्रीमा बसेर हामी खान्छौँ राउन्ड टेबल हामीलाई चाहिएन ग्राउन्ड टेबल हामीलाई ग्राउन्ड टेबल भए हुन्छ लोकलमा ला 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 कालो बनाएर यसलाई पनि ओह्रालो भुइँतिर भो अब खाउँ न ल खाए ल खाए ल लोकलको सुपमा मैले हात हालेँ ल हाई 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 हेलो गाइज आज हामी हाम्रो ट्रिपको तेस्रो दिनको यो बिहानीको मर्निङ समयमा छौँ आज हामी धनकुटा जिल्लाको यो नाम्चे भन्ने हामी होमस्टेबाट अब हामी राजा रानीतिर जाँदैछौँ तपाईँहरूलाई त्यहाँको भिडियोमा देखाउन गइरहेको छु भिडियोलाई हेर्दै जानुहोस् आजको एकदमै मौसम पनि राम्रो खुलेको छ आज एकदमै मौसमले साथ दिएको छ होइन आज थ्याङ्क यू गड भन्नुपर्छ है आजको मौसम राम्रो छ आजको बिहान एकदमै राम्रो छ र यहाँ हामीलाई मामाले स्वागत पनि गर्नुभयो र आज बिदाई पनि हामीलाई गर्दै हुनुहुन्छ बिदाईको घडी चाहिँ लास्टै मलाई मनै पर्दैन कि होइन बिदाई चाहिँ हुन नपरोस् जस्तो लाग्छ तर उहाँले हामीलाई सम्मान साथ बिदा गर्ने भन्ने हामीले लागेको छ सुनेको छौँ एकदमै धेरै खुसी छु होइन हाम्रो होमस्टेको मामालाई एकदमै धेरै धेरै धन्यवाद भन्छु यस भिडियोबाट होइन हजुर भन्नु न जस्तै बिदा भइएन भने पछि फेरि कसरी भेट हुन्छ भेट हुने यसलाई फेरि भेटौँला कार्यक्रम पनि यहाँ चल्दैछ होइन बिदा भन्नु बित्तिकै मलाई कस्तो लागेर आउँछ कि त्यस कारणले गर्दाखेरि धन्यवाद 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 ल यहाँ आउनु यस्तै यो सबै नलिने गरी ल हजुर धन्यवाद रमाइलो भयो तपाईँहरूले राम्रो खानेकुरा दिनुभयो फेरि फेरि आउँछु म चाहिँ नाति उहाँ चाहिँ नाति म चाहिँ नाति ल हस् ल धेरै धेरै धन्यवाद हजुरहरूलाई म चाहिँ छोरी ल अब हाम्रो चाहिँ यहाँनिर हामीलाई चाहिँ स्वागत कार्यक्रम पनि भइसकेको छ त्यहाँलाई धेरै धेरै धन्यवाद तिमी नाति हो नि कहाँ भान्जा हो त
ल मामा माइजू अब फेरि हामी सम्झेर रमाइलो भयो भएन मामा माइजू म चाहिँ दसैँमा आउँछु है दसैँमा आउँदा झ्याप्पै निधार भएर टिका हालिदिनु पर्यो सुँगुरको मासु है मामा माइजू छुट्नु एकदम के घरमै जस्तो हामी फाइनल्ली होमस्टेबाट बिदा हुँदैछौँ ल गाइज मामा माइजू म चाहिँ दसैँमा आउँछु है दसैँमा आउँदा झ्याप्पै ल गाइज अब हामी होमस्टेबाट बिदा हुँदैछौँ ल अब हामी राजा रानीसम्मको यात्रा हो एकदमै रमाइलो अनि मेमोरेबल रह्यो सायद हामी यो लाइफ पनि बिर्सिदिउँ न होला है यो नाम्चेमा एकदमै लास्ट रमाइलो पनि अनि एकदमै रमाइलो भयो अब हामी जाँदैछौँ गाइज ल सामानहरू हाम्रो केही छुटेन नि ओके ओके कस्तो छ हेर्छ कस्तो फिलिङ भइरहेछ रमाइलो छ ओके ल ओके भिडियोहरू एकदमै राम्रो आइरहेको छ होइन सुमिना मिस हेलो हेलो हामी त हिँड्यौँ रमाइलो भयो हाम्रो कस्तो भइरहेको छ यात्रा झन् रमाइलो हुनेछ हजुर एकदमै नाम्चे होमस्टेबाट चाहिँ हामी निस्किसकेका छौँ मौसम पनि कस्तो आज लकको हो कि है गडलाई थ्याङ्क यू गड एकदमै राम्रो मौसम आजको दिन क्रिएट गरिदिनु भयो है सबै राम्रो हाम्रो यात्रा रमाइलो मान्छे राम्रो फाइनल्ली राजा रानी तालमा आइसकेको छौँ धनकुटा जिल्लाको 2406 वडा नम्बर 6 मा हामी आइसकेको छौँ राजा रानी तालमा गाइस तालहरू तपाईँले देख्न सक्नुहुन्छ फाइनली राजा रानी गेट चाहिँ यही हो है ल यहाँबाट हामी भित्र प्रवेश गर्दैछौँ हाम्रो पुरा भिडियो हेर्नुहोस् राजा रानी तालको भ्यू जस्तो रहेको छ ल एकदम राम्रो रहेको छ आहा आहा ल हेर्नुहोस् हाम्रो पालो चाहिँ अब यो पछि रहेको छ एक टर्न पछि हाम्रो पालो रहेको छ होइन यो पछि हाम्रो पालो छ हामीले पहिला टिकट काटेको तर यहाँ फोटो खिच्न र भिडियो बनाउँदाखेरि समय गइहाल्यो अब यो पछि हाम्रो पालो आउँछ दामी हामी फाइनल्ली बोर्डिङ गर्न लागिरहेको छौँ एउटा पनि छैन कुनै गरिसकेको छौँ म अगाडि बस्छु म यहाँ बस्छु यहाँ हामी पछि बाबा यहाँ हामी कहाँ बस्छौँ यहाँ बस्ने म चाहिँ कति मिनट लाग्ला त यो फन्का लाउनलाई क्याप्टेन सहित 7 जनाको टोली हाम्रो यात्रा जारी छ अब ल स्टार्ट भयो मेरो देश हामीले आज विशेष गरेर साउनको 13 गतेका दिन हामी धनकुटा जिल्लाको गाउँपालिका वडा नम्बर 6 पानीतालमा बोटिङ गरिरहेको छौँ एकदमै इन्जोय भइरहेको छ
राम्रो आएको है फेरि पनि काट्दैछ घुम्दैछ टर्निङ भेरी नाइस लाइफ इज इन्जोय 1 फन्का भयो अब 2 फन्का बाँकी हामीलाई बोनस सहित 1 फन्का हुन्छ आज बोनस सहित हामीलाई 1 फन्का हुन्छ है बर्खाको बेलामा मौसमले साथ दिएको यतिको आमा एकदमसँगले बोटिङ हाम्रो 200-250 सकिसकेको छ कस्तो दामी के पानीको छाल आमा बब्बाल पानीको छाल के ल कस्तो दामी कस्तो गर्दै होइन नाफा हुने बोनस आयो टर्निङ त कस्तो दामी काट्नु भएको है ब्रेक यसको ब्रेक हुँदो रहेछ होइन त्यसको पनि झ्याप हाम्रो पैसा 5 पैसा सक्यो अब 1 रुपियाँ होला अब 8 आना 2 पैसा 1 पैसा हामीले सकिसक्यौँ बोटिङ गरेर होइन एकदमै इन्जोय भयो रमाइलो भयो हामी टाढामा छौँ अलि मेरो यो चाहिँ निराश भएर किन बोलेछु भन्दा आज मासु छैन कस्तो लाग्यो तपाईँहरू भन्नु आजको यात्रामा हामीले मासु नखाने निर्णय गर्यो अनि यो गर्दा तपाईँले कस्तो लागेको छ यो मासु त छैन यहाँ मलाई त ठिक छ मलाई चाहिँ सबै मासु नभए हुन्छ होइन मलाई मासु अलिक धेरै भइरहेको छ मासु खाएर मेरो ज्यानलाई चाहिँ मासु चाहियो कि म चाहिँ मासु खानु चाहिँ काजु बदाम फेरि ऋषि धर्मलाई भइन्छ
हामी चाहिँ भेटेटारमा छौँ यहाँनिर हाम्रो दरबार आउनु छ गीत गाइरहेको छ अनि हामी चाहिँ नाच्नु नाच्नु खानासँग खाइयो हैन खानासँग आएर चाहिँ एकदम हामीले बबाल रोइला हाल्दै बस्दै चिल पारामा अब यो छोडे म खलगाली भइसकेँ मलाई केटीमा मलाई भात दिइसक्यो वाह 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 ल धन्यवाद धन्यवाद सबैजनालाई एकदमै राम्रो प्रस्तुति दिनुभयो पर्फर्मेन्स एकदम राम्रो रह्यो हामी फाइनल्ली भेडेटार आइसकेको छौँ भेडेटारको स्काई वकमा हामी आइसकेको छौँ अब हामी यहाँ सिडी भर्याङ गेटबाट चढ्नेछौँ होइन फाइनल्ली हामी आइसकेको छौँ एकदमै खाना खाएर भर्खर पेट फाइनल्ली आइसकेको छ खाना खाएर पेट एकदमै ठुलो भइसकेको छ अब हामी टक्कसँगले यहाँ चढ्दैछौँ तपाईँहरूलाई म माथिको भिडियो पनि देखाउन गइरहेको छु भेडेटारको स्काई वकमा मौसम राम्रो छ खुलेको छ काकासँग छु म गाइज हेलो 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 नमस्कार वेलकम हामी भेडेटारको स्काई वकको गेट प्रवेश गर्दैछौँ एकदमै टिकट काट्ने ठाउँ चाहिँ टिकट काट्ने ठाउँ कहाँ हो हेरौँ के हो भेज 350 फिस 500 चिकन 450 थाली सेट के हो यो थाली सेट थाली सेट छ त त्यता जानुभन्दा हामी सिधै यतै जाने होला हो टिकट टिकट यतै होला हो ल अलिक छिटो आइदिनु होला तपाईँहरू अलिक छिटो आउनुहोस् तपाईँहरू एकदमै थाक्नुभयो के हो हेलो हो छिटो आउनुहोस् टिकट काउन्टर ल यहीँ हामीले फाइनल टिकट काट्ने गाइज हेर्न सक्नुहुन्छ टिकट काउन्टर यहाँ छ है टिकट काउन्टर अनि हाम्रो साथीहरू पछाडि हुनुहुन्छ ओके ल आउनुहोस् केही बोल्दै आउनुहोस् तपाईँहरूलाई के फिलिङ भएको छ के लागेको छ नमस्कार म बकस सामलिङ राई हजुर उदयपुर धोद्रेबाट जानुहोस् नमस्कार परिचय छैन एक दिनको चट एक दिनको चट छैन कुमार तपाईँ मौन हुनुहुन्छ है नमस्ते नमस्ते उदयपुरबाट नमस्कार म स्मृति राई तपाईँ चाहिँ टिकट वाली हो नमस्कार म चाहिँ योगराज राई हामी उदयपुरको रौतामाई गाउँपालिकाबाट है तपाईँको युट्युब च्यानलको नेम मेरो युट्युब च्यानलको नाम योगराज 9 ब्लग युट्युब च्यानल छ त्यसमा चाहिँ तपाईँहरू पनि जोडिन सक्नुहुन्छ जोडिनुहोस् थ्याङ्क यू त्यसै गरी म अश्विन राई फ्रम उदयपुर रौतामाई गाउँपालिका वार्ड नम्बर 5 धोद्रेबाट चाहिँ सबै वार्ड नम्बर 5 वार्ड नम्बर 5 नै हो धोद्रेबाट हो ल यस्तो रहेको छ है यो जाने ठाउँ चाहिँ हाम्रो सुमिना चाहिँ कतिबाट हो सुमिनाको पनि परिचय पाउँ न मरे बल्ल बल्ल आज हामी फाइनल्ली टावर स्काई वकमा आइसकेको छौँ ओहो हो यहाँबाट यस्तो भ्यू देखिरहेको छ मान्छे पनि धेरै छन् हामीले झोलाहरू कता राख्ने होला यहाँको भ्यू यस्तो रहेको छ तपाईँहरूले हेर्न सक्नुहुन्छ यहाँको भ्यू यस्तो रहेको छ यहाँबाट चाहिँ जानुपर्ने ठाउँ रहेको छ यहाँबाट यस्तो पनि रहेछ तल गाइज हामी फाइनल्ली स्काई वक भित्र प्रवेश गरिसकेको छौँ ल अब ठ्याक्कै यस्तो रहेको छ यहाँ तलतिर हेर्दा चाहिँ पुरै डर लाग्ने हुन्छ होइन
तलतिर चाहिँ डर लाग्छ तर तलतिर हेरौँ न तलतिर हेरौँ न तलतिर हेरौँ न सिधै देखिरहेछ त वा वा नो क्लाइम्बिङ ओहो हो कुहिरो लागेर केही छैन गाइस हेर्नुहोस् अवस्था यस्तो छ खोइ के त कुहिरोले केही त देखेन एकछिन यस्तो रहेछ गाइस यहाँको भ्यू चाहिँ तपाईँहरूले सक्नुहुन्छ है मौसमले साथै दिएन क्या आज अन्त यहाँबाट आमामा ओमाइगस हामी तर केही देखिँदैन ओमाइगस यो कुहिरो चाहिँ नलागेको भयो आमामा ओमाइगस कस्तो हल्लिएको है उता नाचिरहेको होला नि त नाच्दै हुनुहुन्छ नि त यहाँ ल हाम्रो हेड सर नाच्दै हुनुहुन्छ है डिङ डिङ टिङ टिङ हामी चाहिँ बल्ल यहाँ मुनि हेर्नु यहाँ मुनि हेर्नु त हो नि त यहीसम्म मात्रै थियो नि त हिजो प्लान चाहिँ प्लान चाहिँ हाम्रो यही हो सक्सेस भयो चेन्ज भएर प्लान सक्सेस पनि बढी आनन्द लाग्यो है मलाई चाहिँ ल यो चाहिँ यस्तो रहेछ गाइस हेर्नुहोस् भर्सेस रियालिटी तर मैले यो एक्सपेक्टेसन भन्दा पनि बढी रियालिटी भयो कि हाम्रो नाम चाहिँ होमस्टे त्यसपछि राजारानी ताल त्यसपछि स्काइवाक राजारानी ताल त्यसपछि नाम चाहिँ भन्ने कुरा थाहै थिएन जब हामी आइसकेपछि मात्रै हामीले थाहा हो एकदमै ल हामी भेरी डार्क स्काई वाकमा छौँ घाम पनि कुहिरो पनि सँगै लागेको छ है राम्रो मौसम आयो घरि दामी मौसम घरि घाम घरि कुहिरो माथि रहेछ होइन बौद्ध के जाति बाई बाई फाइनल्ली हामी स्काई वाकमा भिजिट गरिसकेको छौँ अब हामीले यहाँ भिजिट गरिसकेपछि हामी धरानको श्रम संस्कृति पार्कमा हामी जाँदैछौँ तपाईँहरूलाई त्यहाँको भिडियो पनि हामी देखाउन गइरहेछौँ होइन त काका अब त संस्कृति पार्क जाने अरे त्यसले त 200 चुडाउँछ होला कति चढाउँछ यहाँ हाम्रो एक दिनको चुवाट होइन यहाँ हाम्रो एक दिनको चुवाटै 6 घन्टाको 6 घन्टाको ड्युटी 500 रुपियाँ चुवाटै ल हामी फर्किसकेको छौँ स्काई वाकबाट तपाईँहरूले देख्दै हुनुहुन्छ शीतल छ हेलो गाइज वेलकम टु माई ब्लग्स यो चाहिँ तेस्रो दिनको हो हाम्रो यात्रा चाहिँ आज हामी धरान हर्क साम्पाङ श्रम संस्कृति पार्कमा हामी जाँदैछौँ होइन हामी जाँदैछौँ तपाईँहरूले पुरा भिडियो हेर्न सक्नुहुन्छ के कस्तो छ त्यहाँको विषयमा चाहिँ हामी तपाईँहरूलाई देखाउन गइरहेको छौँ कस्तो मेरो फेस अलिकति बोरिङ जस्तो देखिरहेको छ होइन यो यात्राले गर्दाखेरि कारणले गर्दा हो जाउँ न वेलकम टु माई ब्लग ल अश्विन राई सर्च गरेर युट्युबमा सर्च गरेर सब्सक्राइब गर्ने भरे हामी फर्किँदाखेरि टक्क ल वेलकम टु धरान श्रम संस्कृति पार्क हर्क साम्पाङ हामी आइसकेको छौँ हजुर सर्दु खोला ल हो ल श्रम संस्कृति पार्कमा हामी छिर्दैछौँ अब गेटमा ल माया धरानी पनि यहाँ चटक्क राखिराख्नु भएको छ कहाँबाट छिर्ने यता कि उता हो यता होला है यता हो ल गाइस हामीले टिकट चाहिँ 35 रुपियाँ रहेछ एकजनाको हामी 6 जनाको 210 रुपियाँ भएको छ यो टिकट काटिसकेपछि चाहिँ हामी भित्र प्रवेश गर्नेछौँ होइन तपाईँहरूलाई ठाउँमा देखाउन गइरहेको छु यहाँ देखिरहेको छ यहाँ भित्र छिरिसकेपछि के कस्तो छ तपाईँहरूले अपडेट पाउनु नि हुनेछ हामीले फाइनली श्रम संस्कृति पार्क इन्ट्री गरिसकेको छौँ हाम्रो गाइजहरू 6वटा टिकट हामीले लिइसकेका छौँ होइन ओके 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 ल धरान श्रम संस्कृति पार्कमा वेलकम टु माई भ्युवर हेर्नुहोस् यो टाइपको देखिन्छ यहाँको दृश्यहरू हामी कुन बाटो जाने हो यता
ल हामी फाइनली यता जाँदैछौँ। यहाँ गौतम बुद्धको मूर्ति रहेको छ, तपाईँहरूले देख्न सक्नुहुन्छ। हामी यहाँ माथिबाट जाँदैछौँ। हेलो हेलो, हाई हाई हाई। ल खोलामा बाढी आएको थियो, यही खोलामा बाढी आएको रहेछ होइन अस्ति पोहोर भर्खर होइन, पोहोर बाढी आएको खोला होइन। ल यहाँ चाहिँ यस्तो रहेको छ। श्रम संस्कृति पार्कमा चाहिँ तपाईँहरूलाई हामी देखाउँदैछौँ। हेर्नुहोस्, तपाईँ पनि आउन चाहनुहुन्छ भने यो चाहिँ धरान हर्कस साम्पाङको तपाईँहरू पनि घुम्न आउनु सक्नुहुन्छ। एकदमै राम्रो ठाउँ रहेको छ। ल यस्तो रहेको छ है आदरणीय दर्शकबिन, तपाईँले हेर्न सक्नुहुन्छ। एकदमै धेरै राम्रो पार्क रहेको छ। यस्तो रमाइलो पार्क छ है। रहेको छ। हो एकदमै अब हामी आरा धरानमा जाँदैछौँ। हर्क साम्पाङको स्मृतिमा पनि हामी जाँदैछौँ। सोल्टी भन्दा पनि सुई लास्टमा हामी भागेर त के भन्दा उयो भेटिरहेको है। ल खोला कस्तो राम्रो खोला है। आमा ल दामी अब उता हेरेर हिँड्नु हुँदैन रहेछ है। कहाँ छ आएर किट कल्ला अरे कता यता हो यता रत्नेश्वर सेम कता हो किट पार्नु अब लाठी हान्छ कता यता होला। ओ माई खस माई गड्स यति होला। ल ल ल ल ल आछु जुत्ता भिजेको नि। यो रत्न रिसोर्ट के त धरानीमा चाहिँ त्यहाँ सबै कता यता श्रम संस्कृति पार्क। ल स्काई नचढ्नु स्काई वाक नचढ्ने के अवस्था होइन। ल ओ माई खस श्रम संस्कृति पार्क। ल हेलो गाइज, हामी कुदेर फाइनली आइपुगेको छौँ। टिकट लाग्छ भने हामी ल संस्कृति पार्क टिकट 20 रुपियाँ। अघिको टिकटले काम गर्छ कि नयाँ काट्नुपर्छ? काटेको चाहिँ 35 रुपियाँ छुट्टै। हजुर ल 1000 मात्रै छ मसँग त। के बार हुन्छ के बार हुन्छ चेन्ज हुन्छ ए ल हस्। ल यहाँ चाहिँ किराँत सभ्यताको सामग्रीहरू हामी देख्न पाउँछौँ। किराँत पहिचान उहाँहरू यहाँ आउनु भ्याउनुहुन्छ त? अरे सर टेकन यो चाहिँ फाइनली टेकन लाएर यसरी पहिला हामीले पनि भारी बोकेकै हो होइन। यहाँ काम हुँदैछ। ओहो लु त्यहाँ चाहिँ छिटो कसरी हुन्छ होइन। त्यहाँ चाहिँ काम हुँदैछ भने त बाटो कता हो? हामी लास्ट हतार छ यार गाइज हामीलाई।
ओ माई गड ओ माई गड ओ माई गड ओ माई गड ल ल हर्क दादा गाइज हर्क दादाकोमा हामी आइपुग्यौँ हो गाइज हामी फाइनल्ली आइसकेको छौँ आराधरान यहाँबाट जानु होला भनेर हामी यहाँ साइन हामीले बोर्डमा देखिसकेको छौँ अब हामी आराधरा जान्छौँ यता कामहरू हुँदै रहेछ है बन्दुक सन्दुक बोकेर लाउरे हो कि हो ल आराधरान यता नो इन्ट्री रहेछ यता हामी यता जाँदैछौँ ल युनाइटेड अल द गोर्खास ल गाइस यस्तो रहेको छ हामी चाहिँ आराधरान यताबाट जानेछौँ आराधरान फास्ट आउनु फास्ट गाइस यस्तो छ है श्रम संस्कृति पार्क घरको साम्पाङ श्रम संस्कृति पार्क एकदमै यस्तो देखिरहेको भएको छ तपाईँले हेर्नुहोस् ल फाइनल यस्तो माछाहरू पनि रहेछ है ओके ल यो चाहिँ आराधरान फाइनली हामी आइपुगेको छौँ ग्यास तपाईँहरूले देखि नै हाल्नुभयो भिडियोमा सुरुदेखि अन्तिमसम्म हेर्दै हुनुहुन्थ्यो भने मैले अघि भनेको थिएँ तपाईँहरूलाई म फाइनली अन्तिमसम्म देखाउने छु भनेर तपाईँहरूले हेरिसक्नुभयो ल यस्तो रहेको छ यहाँको विशेषताहरू यहाँ लेखिएको छ मेयर हर्क साम्पाङ लेखिएको छ होइन तपाईँहरूले देखिसक्नुभयो ल त्यहाँ चिन्डो पनि रहेको छ ल हामीले अब फाइनल्ली हर्क साम्पाङ श्रम संस्कृति पार्क हामीले भिजिट गरिसकेको छौँ यस्तो रहेको छ यो दाइ उता पनि केही छ कि स्पेसल ए ल आउनुहोस् जान त्यता सायद टोयलेट हुनुपर्छ है यो दाइ ल खुल्ला खुल्ला हामी चाहिँ यो के अरे धरानमा यहाँ छौँ अनि हाम्रो यहाँ खाजा छ यो नास्ता हामी त खान लागेको छौँ सबै भ्लगर है भ्लगर म चाहिँ ओहो गर्मी भयो धरान विशेष खाजा चाहिँ रोटी सेलरोटी है सोही रोटी च्वाई रोटी हाम्रो गाउँमा गाइस हामी च्वाई रोटी अरे सोही रोटी अब सोही रोटी खानुपर्छ हाम्रो अर्गानिक पहिलेको भाषामा हाम्रो आदरणीय फुपू अनि मिस पनि हुनुहुन्छ सुमिना मिस उहाँले सेलरोटी खाँदै हुनुहुन्छ कस्तो लागिरहेछ मिठो छ के को यो चामलको पिनेको हो मजा गाइस पानी खोल्दैछु मलाई घाटा लाग्यो नि ए हो र मलाई घाटा लाग्यो नि अरूले दुई दुईवटा खाइसक्ने ल म पानी खोल्दै ठिक गाइस थ्याङ्क यू सो मच म ओके थ्याङ्क यू सो मच मेरो दाजु आज उसको लागि त रोटी नै सकेन ला खतम ल थ्याङ्क यू सो मच मान्छेको तर्फबाट गिफ्ट आइसक्यो माला सहितको कस्तो खायौँ ल गाइज माला सहित गिफ्ट आएर तर आँट्छ कि आँट्दैन थाहा छैन आँटेन नि मुखमा अटाउन ड्याम ओके साथी हुन्छ खाइसकेर फालिदिउँ न कसरी दानाकै फुल उठाएको यो बिरिरी हो तेलमा खाट्नु भने ओ सिङ पो बनाउनु त माला भन्दा भन्दै सिङ नहान्नु तपाईँले त ठुल्ठुलो गाछ खानु हुँदैछ नि दाइ सानो सानो खानु न मान्छे नि ठुलो छु होइन म त्यसै यस्तो भएको हो त ल ठिक छ ल गाइस बिरयानी चिकन बिरयानी हो है
ममा थप्यौँ नि त। हेलो गाइज, हामी फाइनल्ली आइपुग्यौँ बोक्ताम डाँडा उदयपुर बेलुका नगरपालिका रामपुरबाट। हामी यो डाँडाबाट जस्तो रहेको रहेछ भ्यू, खै त्यति राम्रो जस्तो लागेन। हेरौँ कस्तो छ, त्यति साह्रो चित्त बुझ्दो छैन। ल ओमाइकस भाइरल बन्दै चटपटै बेचेर या त जीविकोपार्जन गर्नु सक्ने रहेछ नि त यार। यो माई भ्लग हामी फाइनल्ली बोक्ताङ डाँडा आइसकेको छौँ। बोप्ताङ डाँडा आइसकेको छौँ। हामी ग्याङै छौँ। हाम्रो यात्रा सुरु भएको धेरै भइसकेको छ। तपाईँहरूलाई भिडियोमा देखाउन गइरहेको छु बोप्ताङ डाँडाको। हेरिदिनुहोस् तपाईँहरूलाई कस्तो फिलिङ गर्छ, बोरिङ होइन है? गर्मी ए निन्द्रा लागेको त छैन नि सङ्गत काका? छैन हजुर, छैन। बोक्ताङ डाँडा हामी आइसकेको छौँ। गाइज हेर्नुहोस् यस्तो रहेछ ठाउँ चाहिँ, त्यति धेरै राम्रो पनि भन्न नमिल्ला यस्तो रहेछ है। पछिल्लो समय पर्यटकको लागि गन्तव्य स्थान बन्न सफल हाम्रो उदयपुरको बोक्ताङ डाँडा पछिल्लो समय भाइरल बन्दै हाम्रो बोक्ताङ डाँडा। ओहो ल फाइनली यहाँ हामी तल कुर्सीको भ्यू देख्न सक्छौँ। यस्तो रहेछ हे साथी हो, एक्सपेक्टेसन गरेको भन्दा धेरै फरक रहेछ है। फाइनल्ली उदयपुरको बोक्ताङ डाँडा हामी आइसकेको छौँ। गाइस यस्तो रहेछ है बोक्ताङ डाँडा चाहिँ। यहाँबाट सबैभन्दा मेन पोइन्ट भनेको चाहिँ सप्तकोशी नदीको भ्यू देखिरहेको छ। त्यही हो यहाँको मेन पोइन्ट भनेको चाहिँ। मान्छेको चाप चाहिँ एकदमै धेरै बढी। पछिल्लो समय पर्यटकीय स्थल राम्रो बन्न सक्ने सम्भावना देखिएको छ। ल हाम्रो यहाँनिर चाहिँ पुरै प्रिपेरेसन हुँदैछ है साथीहरू।
त यहाँनिर एकपल्ट गाडी गर्छ यो त्यसपछि नचिनिने भइसकेर आउँछ ह्याप्पी बर्थडे फेरि भन्नुहोस् ह्याप्पी बर्थडे Happy birthday! Happy birthday! Thank you so much. त्यसपछि यता अलिक साइडले Happy birthday! ह्याप्पी बर्थडे थ्याङ्क यू सो मच यो चाहिँ हिकेर आज जन्मदिन गरेकोले त्यसपछि को काका रहेछ Happy birthday! थ्याङ्क यू सो मच आमामा खोइ टिस्यु त उठ्या दिनमा थ्याङ्क यू सो मच त्यसपछि मलाई त्यो काम ला म प्लेटहरु ल्याइदिन्छु तपाईहरुलाई पक्रिनु ल प्लेटमा दिनु भाइ अब 7 वटा प्लेट ल्याऊ ल फोटो भिडियो जानु आउनु है उपवासमा किन यहाँ अनि म यहाँ सरप्राइज भइरहेको छु भरि यहाँ यत्रो पकाएर खाइसक्यो त्यसो खायो यो कहिले खाने पखान यही पाउँदैन समाजबाट मलाई पाउँथे जस्तो लागेको छ अब हामी चाहिँ के खाइसक्यो अनि के खाएर जान्छ अनि यहाँ बसिरहेको अलिकति उब्रेको छ हामी खानु भ्याउँदैनौँ अझै दिनपानी भनेर म चाहिँ आश गरिरहेको छु अलिक बिस्कुट लाग्छ नि हेर्न आउने अनि फेरि अर्को चिज रुच्दैन अस्ति पनि हामीमा नाम्दै गरे दोकान कुखुरा त्यसै छोडेर आएको थियो पाप लाग्दै छ हामीलाई यता हेर्नुहोस् त सबैजनाले हामी यहाँ बस्नु न तपाईँ अनि हामी त दिनमा एक बिस्कुट दिएको अनि यसो फर्किनु भने यता फर्किनु पर्यो फेरि खेल्नु भयो ल गाइज हाम्रो बिदा हुने है हाम्रो यात्रा यहाँबाट हामी चाहिँ इन्डिङ हुन्छ अब छताछोलले छोडिदिने जता जान्छ जाओस् म यो म्यानेजिङ डाइरेक्टर मैले अहिलेसम्म कभर गरेँ लिड गरेँ अहिलेसम्म मैले लिड गरेँ म्यानेजिङ डाइरेक्टर म यो चटपटी पनि आयो दामी जतासुकै जाओस् हेर्नु टिमुरको अचार सेकुवा काँक्रा एकदम वाह वाह कस्तो दामी